महोत्सवका सभापतिज्यू, विशेष अतिथिज्यू आफ्नो अमूल्य समय खर्च गरेर आउनुभएका अभिभावकज्यू, यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरू तथा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मेरा दाइ भाइ तथा दिदी बहिनीहरू, म आर्यन शर्मा, मेरो नमस्कार तथा सुस्वागत छ। आज म सरस्वती पूजाको बारेमा बोल्न पाउँदा आफूलाई धेरै भाग्य मानि ठान्दछु र काव्य एकाडेमी सब परिवारलाई धन्यवाद दिन चाहन्छु। सरस्वती पूजा एक पर्व हो जुन विद्यार्थीहरूले मनाउँछन्। सरस्वती पूजा गर्नुको अर्थ ज्ञान प्राप्त गरी कर्म क्षेत्रमा आएका समस्यालाई आफ्नो विवेकको प्रयोग गरी समाधान गरी सुखी र शान्ति समाजको निर्माण गर्नु हो। यो एक शाश्वत सत्य हो। हामीलाई थाहा छ कि सरस्वती पूजा हरेक वर्ष माघ महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइन्छ। यो वसन्त ऋतुमा भएकाले यसलाई वसन्त पञ्चमी वा श्री पञ्चमी पनि भनिन्छ। वसन्त पञ्चमी गाउँघर तथा गुरुकुलमा उत्सवका रूपमा मनाइन्छन्। यस दिन विद्याकी देवी माता सरस्वतीको पूजा गरिन्छन्। माता सरस्वतीलाई विद्यादायिनी तथा हंसवाहिनी पनि भनिन्छ। यस दिन गुरु र विद्यार्थीले मिलेर माता सरस्वतीको पूजा गर्छ। माता सरस्वतीलेबाट आशीर्वाद लिन्छ। यस दिन विद्यालय घर परिसरको सरसफाई गरेर फुल र तोड्न पत्ताले सिंगारिएका हुन्छन्। पण्डित बाजेले बोलाएर मन्त्र उच्चारण गरी माता सरस्वतीको पूजा गरिन्छ। कापी कलम र मिठाई चढाई माता सरस्वतीबाट आशीर्वाद लिन्छन्। माता सरस्वतीलाई कलाकार, वादक, विशेषक आदिको रूपमा मानेर पूजा गरिन्छ र आशीर्वाद लिन्छन्। यस दिन पूजा गर्नाले ज्ञानको प्राप्ति हुन्छ भन्ने मान्यता छन्। यस दिन समाजका समाजसेविक, शिक्षक प्रेमी, शिक्षिका, विद्यार्थी आदि आएर माता सरस्वतीलाई ढोक्छन् तथा पूजा गर्छन्। यस दिन सानो बच्चाको नाम अङ्कन गरी अक्षर चिनाउने काम शुभारम्भ हुन्छ र यस दिन माता सरस्वतीको धेरै ठाउँबाट मेला लाग्छ।